विगत केही वर्षदेखि नेपाली चलचित्र तथा गीत सङ्गीतको प्रचार प्रसार गरी बजार प्रबन्धनमा सहयोग पुगोस् भन्ने हेतुले विराट फिल्म एन्ड म्युजिक अवार्ड हालै काठमाडौँमा रहेको चलचित्र विकास बोर्डमा चौथो विराट महोत्सव आयोजना गरी समापन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष डिनिस डिसीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। यस अवार्ड समारोहमा चिरपरिचित कलाकारहरूको गौरवमय उपस्थितिले कार्यक्रमलाई भव्य तथा सभ्य बनाएको थियो। सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित यस अवार्ड कार्यक्रमका संयोजक सुरज पौडेल हुन्। पत्रकार रघुनाथ सापकोटाले यस कार्यक्रमका अध्यक्षता ग्रहण गरेका थिए। सङ्गीततर्फ 24 र चलचित्रतर्फ 12 विधा गरी जम्मा 26 विधामा अवार्ड वितरण गरिएको थियो। 2082 सालमा प्रदर्शित चलचित्र तथा सार्वजनिक गीत सङ्गीतलाई समावेश गरिएको थियो। अवार्डमा नगद रु 25,555 सहित लाइफ टाइम अवार्ड कलाकार निर्देशक तथा निर्माता सुभाष गजुरेललाई सम्मान गरिएको थियो भने नगद 11,111 रुपैयाँ सहित पत्रकार कृष्ण भट्टराईलाई सम्मान गरियो। त्यसैगरी लेखक तथा निर्देशक काजी लिम्बू, कलाकार श्रेया दुलाल, निर्माताहरू सुनिता सापकोटा, रामनारायण उपाध्याय र विज्ञान श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। 2082 विराट फिल्म एन्ड म्युजिक अवार्डमा विजय बराल र केकी अधिकारी, फिल्म पूर्णबहादुरको सारङ्गी र बोक्सीको घरबाट उत्कृष्ट कलाकार घोषित भएका छन्। निर्देशक लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म सतीदेवीले उत्कृष्ट फिल्म हात पार्यो भने फिल्म अन्जिलाबाट उत्कृष्ट निर्देशनमा मिलन चाम्सले हात पारे। त्यसैगरी चलचित्रतर्फबाट सह अभिनेत्री सृजना अधिकारी सतीदेवी, छायाकार पुरुषोत्तम प्रधान पीताम्बर, सम्पादक सन्देश शाह ज्वाइँसाप, सङ्गीतकार आशिष अविरल रैया चाँदीको पूर्णबहादुरको सारङ्गी, सह अभिनेता कामेश्वर चौरासिया रेशम फिलिली, पटकथा संवाद लक्ष्मण सुवेदी सतीदेवी, रङ संयोजक राजेन्द्र मुक्तान अन्जिला, इन्करेजमेन्ट अवार्ड बाल कलाकार मन्जिला बानिया र हर्षिका ओली सतीदेवी। सङ्गीततर्फबाट उत्कृष्ट आधुनिक गायक रुद्र शेखर शर्मा, केछ सान्नानी, उत्कृष्ट आधुनिक गायिका अन्जु पन्त, थाहै थिएन दिल। जुरी अवार्ड पाउनेहरूमा शशि विक्रम थापा, तिम्रै कारण, सरिता सापकोटा, बेखबर, आर्यन राउत, पीर पर्या छ, विनय राज पौडेल, हेर्दा हेर्दै, उत्कृष्ट गीतकार मनोज चौलागाई, उत्कृष्ट आधुनिक गीतकार प्रतिमा गुरुङ, जिउन सके न मर्न सके, उत्कृष्ट मोडल आधुनिक मेल माधव केसी, अजम्बरी माया, पब्लिक चोइस अवार्ड ईश्वर बल्लभ उप्रेती, आदत बन्यौ, उत्कृष्ट मोडल आधुनिक फिमेल नेहा गौतम, तिम्रो झझल्को, उत्कृष्ट मेकअप आर्टिस्ट प्रिया नगरकोटी, मेरो घरको मुन्तिर, उत्कृष्ट छायाकार म्युजिक भिडियो मदन काश्यप घिमिरे, अजम्बरी माया, उत्कृष्ट म्युजिक भिडियो निर्देशक राजेन्द्र बस्नेत, मेरो घरको मुन्तिर, उत्कृष्ट पप गीतकार अनुप महर्जन, अँध्यारो रातमा, उत्कृष्ट छायाकार पप भिडियो मिलन थापा शान्त, अँध्यारो रातमा, उत्कृष्ट लोक गायक चन्द्र लामा, मुटुमा बसेको माया, उत्कृष्ट लोक पप गायक दिनेश भारती चन्द्रकुमारी, उत्कृष्ट भोजपुरी मेल मोडल सद्दाम हुसेन कम्मर धके, उत्कृष्ट गीतकार गजल तुलाराम लामिछाने, समय खराब छ, उत्कृष्ट म्युजिक भिडियो कोरियोग्राफर सुरेश पाण्डे, जवानीले पोलो, भाषाभाषी चलचित्र तलासबाट उत्कृष्ट अभिनेता राजकुमार लिङ्गदेल, उत्कृष्ट मोडल भाषाभाषी गीत विपन्ना आङबुहाङ, उत्कृष्ट निर्देशक भाषाभाषी चलचित्र दिनेश लिङ्गदेल, दुष्प्रयास।